दैनिक रोजगार समाचारको साथमा पिजन इन्टरनेसनल ओभरसिज प्रणाली वसुन्धरा काठमाडौँ, मदिना इन्टरनेसनल सर्भिसेज प्रणाली कुपन्डोल ललितपुर, रारा इम्प्लोइमेन्ट कन्सल्ट प्रणाली पुलचोक ललितपुर, जेबी टेलर्स गाबाहा ललितपुर, फोन 526 129, प्रुडेन्सियल ओभरसिज प्रणाली सुविधानगर 3 कुने काठमाडौँ। भित्ता हुन्छ सबभन्दा बलियो शक्तिमान सिमेन्टले। क्लाइमेक्स मिडियाको प्रस्तुति दैनिक रोजगार समाचारमा स्वागत गर्दछु म करुणा। दर्शकवृन्द, दैनिक रोजगार समाचारको सुरुवात गरौँ आजको रोजगार अपडेटबाट। दर्शकवृन्द, कतारमा नेपालीहरूको संख्या खाडीमै उल्लेख्य रहेको छ। दूतावासकै तथ्याङ्क अनुसार पनि कतारमा 4 लाखको हाराहारीमा नेपालीहरू रहेका छन्। गैर आवासीय नेपाली संघकै पनि पछिल्ला समयका मुद्दाहरूमा वैदेशिक रोजगारी विशेष प्राथमिकतामा पर्न थालेको छ। त्यसका अलावा पनि खाडीबाट एनआरएन केन्द्रीय कार्य समितिमा प्रतिनिधित्व गर्नेहरूको संख्या पनि उल्लेख्य रहेको छ। वर्तमान कार्य समितिका सचिव नै खाडीलाई कार्यक्षेत्र बनाएका व्यवसायी हुन्। आज हामीले कतारमा गैर आवासीय नेपालीहरूको अवस्था, एनआरएन केन्द्रीय कार्य समितिको प्राथमिकता लगायतका विषयमा गैर आवासीय नेपाली संघका सचिव टिबी कार्कीसँग जानकारी लिने कोसिस गरेका छौं। अहिले यहाँले चाहिँ जस्तो एनआरएनको आइसिसी सचिव भएको नाताले यहाँले विश्वकै सचिव हुनुहुन्छ, तर कतार यहाँको पाउन्थलो भएको नाताले कतारका मुद्दाहरू हिजो तपाईँ बोकेरै माथि पुग्नु भएको हो। अहिले कतारबाट नेपालको ठुलो मात्रामा रेमिटेन्स भेटिन्छ। धेरै नेपालीहरू यहाँ रहेका छन्, तर उनीहरूको हक अधिकार स्थापित गर्न अलिकति नेपाल सरकार सकेन भन्ने कुरा आइरहेको छ। तपाईँहरूले के गर्नु सक्नुहुन्छ? गैर आवासीय नेपाली सङ्घको सचिव म भए तापनि म मेरो कार्यक्षेत्र अथवा म बसोबास गर्ने क्षेत्र भनेको कतार नै हो। त्यो अर्थमा कतारको समस्या विशेष मलाई अलिक बढी नै जानकारी हुन्छु, किनभने प्रत्यक्ष रूपमा मैले यहाँका घटनाहरू एकदम सूक्ष्म रूपमा अध्ययन गरिरहेको हुन्छु र राष्ट्रिय समन्वय परिषदसँग मेरो सदैव कुराकानी भइरहेको हुन्छ। यद्यपि कतारको समस्या, गल्फको समस्या र कतारको समस्यामा त्यति धेरै अन्तर छैन। हेर्नुहोस्, थोरै कुराहरूमा समस्या अलिक फरक, भिन्न समस्या होला। भिन्न समस्यामा तपाईँको जस्तो कतारमा हाउसमेटको समस्या भन्दा कुवेतमा हाउसमेटको समस्या अथवा घरेलु कामदारको समस्या अलिक फरक छ। तपाईँको लेबननमा फरक छ, ओमानमा फरक छ। आज पनि हेर्नुभयो भने तपाईँको लेबननमा पुरुषको सङ्ख्याभन्दा महिलाको सङ्ख्या बढी छ। ओमानमा पनि त्यही अवस्था छ। तपाईँको कुवेत के अरे कुवेतमा पनि त्यही अवस्था छ। साउदीमा तपाईँको साउदी आफैमा भाष धेरै ठुलो कन्ट्री भएको हुनाले कति महिला छन् भन्ने कुरा जानकारी नै हामीले राख्न सकेका छैनौँ, किनभने महिलाको समस्या ती देशहरूमा अलिक बढी विकराल छ भने कतारमा चाहिँ कतार युएमा चाहिँ तपाईँको पुरुषहरूको समस्या बढी छ। अब पुरुषहरूको समस्या चाहिँ पुरुषहरूले सामाजिक रूपमा या तपाईँको दूतावास समक्ष छिटो रूपमा आउँदो रहेछ। महिलाहरूको समस्या चाहिँ एउटा घरमा काम गर्ने महिलाहरू घरबाट बाहिर निस्किनु अलिकति गाह्रो भएको हुनाले अलिक कम आउँदो रहेछ। तर भित्रै त्यो समस्याले यति तपाईँको जरो गाडेको छ। यी समस्याहरू निराकरण गर्नको लागि गैर आवासीय नेपाली सङ्घलाई वास्तवमा धेरै नै तपाईँको अध्ययनको हामीले गरिरहेका छौँ सूक्ष्म रूपमा, र राज्यलाई बुझाउँदा तपाईँको हैरान पनि भइरहेको छ। तपाईँले भन्नुभयो कतारको विशेष समस्या, मैले महिलाहरूको विषय किन छुवाएको भने ती देशहरूमा महिलाका समस्याहरू बढी छन् र ती देशहरूमा महिलाका समस्या बढ्नका कारण के हुन्छ भन्दाखेरि पहिलो त ती देशहरूमा पहिला महिलाहरूलाई तपाईँको संस्थागत रूपले खोलिएकै थिएन, जानलाई दिएको थिएन। भर्खरै मात्रै 4वटा देशलाई खुल्ला गरिएको छ। कतार, युए, तपाईँको लेबनन र दुबई, लेबनन, कुवेत गरी 4वटा देश खोलिएको छ। ओमानमा अहिले पनि खोलिएको छैन। खोल्दा पनि के भनिएको छ भने तपाईँको चाहिँ 30 वर्षभन्दा माथिका महिलाहरूलाई मात्रै जानलाई दिइन्छ संस्थागत रूपमा भनिएको छ। तर हामीले भन्दै आएको त्यो विषय होइन। गैर आवासीय नेपाली सङ्घले, म त्यसको टास्क फोर्सको पनि संयोजक तपाईँको अध्यक्ष भएको नाताले हामीले यो नेपाल सरकारलाई बुझाउने बेलामा धेरै डेलिगेसनहरूमा भनेको त्यो विषय होइन। हामीले भनेको के भने महिलाहरूलाई
एक त पहिलो त जसरी पुरुषहरूलाई हामी कम्पनीमा एउटा संस्थागत रूपमा काममा पठाउँछौँ त्यसरी नै महिलाहरू पठाउँदाखेरि पनि लेबर एग्रिमेन्ट तपाईँको MOI साइन गरेर मात्रै पठाउँ भन्ने एउटा हाम्रो प्रस्ताव हो। यदि त्यो नहुन सके पनि तपाईँको उमेरको हदबन्दीलाई मात्रै दायरामा राख्यो भने चाहिँ समस्या अझ विकराल आउँछ भन्ने हाम्रो बुझाइ हो र हामीले सरकारलाई यो कुरा भनेका छौँ। उमेर 30 वर्ष होस् अथवा 18 वर्ष होस् तपाईँको समस्या दुईटै सम्मान हुन्छ। त्यो विषयमा हाम्रो चाहिँ राज्यको सुझाव के हो भने घरेलु कामदार नेपालीहरू किन चाहिँ तपाईँको पीडित रूपमा बढी आएका छन् त भन्दाखेरि पहिलो चाहिँ तपाईँको यसको सुझाव चाहिँ के हुन सक्छ भने हामी एक त संस्थागत रूपमा सरकार उहाँको हाम्रो नेपाल सरकार र यहाँको सरकारसँग एउटा चाहिँ लेबर एग्रिमेन्ट छैन पहिलो। दोस्रो हामी नेपालमा तपाईँको महिला कामदार पठाउँदाखेरि उनीहरूलाई यो देशको त्यो घरमा काम गर्दाखेरि के कुराहरू सिक्नुपर्छ, भाषाका कुराहरू तपाईँको सबैभन्दा ठुलो कुरो भाषा जान्दैनन्, यहाँको अरबी भाषा छ त्यो जान्दैनन्, त्यस पछाडि अङ्ग्रेजी अलिकति भए पनि जान्ने थोरै भयो। अनि यहाँको तपाईँको त्यो घरमा काम सरसामानहरू के छन्, के काम गर्नुपर्छ, कामको प्रकृति कस्तो छ। दर्शकबिन वैदेशिक रोजगार, रेमिटेन्स, अध्यागमन लगायतका विषयहरू समेटी तयार पारिएको समाचार प्याकेज दैनिक रोजगार समाचार हरेक दिन यसै समयमा प्रसारण हुन्छ। हेर्न नभुल्नुहोला। दैनिक रोजगार समाचारको साथमा पिजन इन्टरनेसनल ओभरसिज प्रणाली वसुन्धरा काठमाडौँ, मदिना इन्टरनेसनल सर्भिसेज प्रणाली कुपन्डोल ललितपुर, रारा इम्प्लोइमेन्ट कन्सल्ट प्रणाली पुलचोक ललितपुर, प्रुडेन्सियल ओभरसिज प्रणाली सुविधानगर तिनकुने काठमाडौँ। भित्ता हुन्छ सबभन्दा बलियो शक्तिमान सिमेन्टले। वैदेशिक रोजगारीको क्षेत्रमा छुट्टै पहिचान बनाएको हजारौं व्यक्तिहरूलाई वैदेशिक रोजगारीको अवसर दिन सफल दुबई, कतार, साउदी, मलेसिया लगायतका मुलुकहरूमा रोजगारीका लागि सम्झनुहोस्। मिलेनियम म्यानपावर कन्सल्टेन्सी प्रणाली बालाजु काठमाडौँ। फोन नम्बर 4350 463 463। भित्ता हुन्छ सबभन्दा बलियो शक्तिमान सिमेन्टले। 20 वर्षदेखि वैदेशिक रोजगारीमा सेवा गर्दै आएको मिडल इस्ट आज पनि उस्तै छ। आउनुहोस्, सम्पूर्ण खाडी मुलुकहरूमा वैदेशिक रोजगारीको लागि सम्झनुहोस् मिडल इस्ट म्यानपावर प्रणाली कुपन्डोल ललितपुर। फोन नम्बर 5531 220 5529 960। हर खुसी माछा हर दुख मानिछ, जीवनका हर रंग हर उमंग माछा। साथियो हाम्रो हरेक राम्रो हर कदम मानिछ। Be of Deer Hill Shoes, feel the adventure. हरेक मनमा छ जुनसुकै ठाउँमा स्टाइलकै छ कुरा, पुरा गर्छ पहिरनले नै हरेकको पहिचान पुरा बनाउन पहिचान सबैको। JV Tailors since 1970. JV Tailors, more stylish, more option.